हाइचकाइ छोरो म चाहिँ आज हाम्रो पालिकाको अफिस चाहिँ अब उता बराङतिर सर लाग्छ के सर नलागेको अब सर लाग्छ दुईजना चाहिँ प्याकिङमा लागिरहेछ होइन आफ्नो अफिसको कागजहरू जुनले चाहिँ अब सामान प्याक गर्दैछ यता नि अर्को दोष चाहिँ यो दोष चाहिँ अलिकति अरू बेला मात्रै दोष हो फेरि यो काम गर्ने बेलामा दोष छैन यहाँ चाहिँ हामी टहरामा बसिरहेको होइन अफिस चाहिँ टहरामा बसिरहेको मान्छेहरू उता गएपछि बिल्डिङमा महलमा बस्ने हो यहाँ चाहिँ कस्तो छ भन् न यहाँ यसरी चाहिँ स्वास्थ्य शाखा चाहिँ व्यस्त भनेर सामान प्याकिङ गर्दैछ कि हामी दुईजनाले चाहिँ आसेवा गरेको आसेवा गरेर नजानेको चाहिँ भनेको है आसेवा गरेको भनेको चाहिँ काम गरेर नजान्ने कि दुईजना चाहिँ काम गरेर नजानेकोले त आसेवा गरेको भन्छ होइन हामी तामाङ भाषामा चाहिँ आसेवा गरेको के यसरी एकचोटि दुईजनाले मजाले हाँस्नु त मजाले हाँस्नु दुईजनाको स्मार्ट त डेन्जर छ क्या फेरि डेन्जर यसरी हो क्या प्याकिङमा काम गर्ने साथीहरूलाई चाहिँ पुरा यो मौसम यो अनार होइन यो चाहिँ मैले बाँड्ने अङ्गुर एक एकवटा खाऊ न लौ यो पपैया चाहिँ खोल्ला नि हो जम्मैले जसले यो प्याकमा सहयोग गरेको छ उसलाई दिने हो कि यो चाहिँ अब दुईटा बोरा प्याकिङ भइसकेको छ दुईटा 1 2 जम्मा लास्ट कम्तीमा बोरा 5वटा बोरा हुन्छ कि हो यहाँ माथि नि छ नि यत्रो छ यो चाहिँ पर्दैन यो चाहिँ पर्दैन यो चाहिँ पर्छ यो चाहिँ पर्दैन ए खालहरू ए तिनवटा भर्छ क्या है छैन यता वेट लिनेको खोइ कसको वेट कति रे बिग्रेको छैन ठाउँ नमिलेर क्या मुला साग यस्तो ठाउँ मिल्नुपर्छ क्या यस्तोमा ट्याक राखेर मेरो वेट चाहिँ कति रहेछ भने म यहाँ देखाइदिन्छु जेरोमा चढेको केटा मान्छे 86 जति छ क्या 85-86 जति ओ यो त 86 1 किलो जति मिलेन 85 जति छ दुईजना चाहिँ कति छ भनेर एउटा चाहिँ 45 किलो अर्को 46 किलो होला स्वास्थ्य जम्मा 7वटा बोरा भएछ 7वटा बोरा भनेपछि अब यता नि दुईजना नै पोको पार्यो भने 9वटा हुन्छ 9 बोरा हुन्छ है हो यो डोरी बान्नु पर्यो यो जम्मै बोरामा सामानहरू खस्न सक्छ भोलि कसले बोक्दिने यार ओ ढोका त मेरो त खुल्लै रहेछ हौ पालिका सर्नको लागि चाहिँ हामी सामान बोक्नलाई नाम्लो जम्मै बोकेर आइरहेको छु है सिन त खतरा छ है यहाँबाट देखेको सिन त खतरै देखिरहेको छ त नाम्लो साम्लो बोकेर अब यो चाहिँ सामान चाहिँ उत्तम बोस यस्तो गर्ने है यो चाहिँ बोस उता म मङवाङ गाडीमा बैठाएँ क्या गाडी छ नि पुलिसको भन्दा यतापट्टि हो हाम्रो अघि हस्पिटलबाट यसरी हिँडेको गाडी पुलिसको भन्दा माथि बसेछ क्या त्यहाँ बोकेर लाने म चाहिँ यो दराजहरू बोक्ने है हुन्छ यिनीहरू त्यस्तो वेट छैन ठिक्कै छ एक गरी बोकौँ ल है ल गलेले एकैछिनमा यहाँ पुर्याइदियो अनि यता अब घले साप आयो स्याहारे स्याहार निकालिदियो हो क्या हिजो निकालिदिने चिज भिजै निकालेर
चाबी पनि यहाँ राख्ने। अब दुईजना हिरोहरूले दराज निकाल्दैछ मेरो छड्केले है छड्केल त अब दराज त निकालियो माथि 3 जना साथीहरू पनि भएर 3 जना टोली भएर दराज त निकालियो। अब मेरो चाहिँ प्रिन्टर बाँकी छ अनि यो पनि बाँकी छ। यो त ठुलै छ यार, यो कसरी निकाल्ने हो। अनि कुर्सी पनि खुट्टा नभएको खुट्टा भाँचिएको कुर्सी छ कि एउटा। यो यहाँ बोक्न लगाइरहेको छु है, यहाँ मलाई धकालिदिनु न हो। यो एकजनाले ल यी पनि रोजी सामान छैन भित्र। मान्छे भन्दैन माथिबाट यस्तो टुपी चाहिएको थियो कि त्यो छैन, त्यही भएर मलाई लास्टै अप्ठ्यारो भइरहेछ है। भयो यहाँबाट तल जान्छु, त्यसपछि मलाई पुर्याउनु है। हस् स्वास्थ्य शाखा एउटा दराज बगेको लास्ट थाक्दो रहेछ हो। लास्ट पसिना के निधारमा पसिना। यो काम गर्न चाहिँ लास्टै थाक्दो रहेछ है। अब सोध्छ नि काम गर्दा खासै त्यस्तो थाक्दैन होला जस्तो लाग्ने, यस्तो थाक्यो। अब चाहिँ सजिलो भयो है भारी बोक्न पनि। यो हो नि त तरिका। गणेश हिमालमा बसेर भारी बोकिरहेछ। हाम्रो उत्तम भाइले चाहिँ पुरा सपोर्ट गरिरहेछ है। यो दिलीप सर के भए बोक्न तपाईँको 2टा। हेलो नबोक्ने, म त बोकेर जाँदैछु। अब मेरो चेन्ज भयो। सामान बोक्न लासै गाह्रो हुँदो रहेछ हौ। म त यहाँ कसरी कुच्याइदिएछ हेर्नु, पुरै बोके यसरी। पसिना हेर्नु न पसिना। आमामा उत्तमको त पसिना त हो खोइ हेर्नु त, यो मान्छेको त पसिना त आमा हो डेन्जर छ हौ उत्तम बोसको। धेरै थाकेर है बोस, फेरि एकचोटि जानुपर्छ। बोस धेरै थाकेको छ, मेरो बोस हो क्या। त्यतातिर सिन्त बाबा र पानी तिर्खाएर फेरि खान थालेछ हौ बोस। हाम्रो बोसले हो पानी बोस त ओहो हो। भयो गाइस, अब यो एउटा दिलीप सरले बोक्नु न, कहाँ आफू चाहिँ राजा बनेर हुन्छ। अनि क्यामेराम्यान को म त बोकिहाल्छु नि। बोक्नु मैले खिच्छु। अब आउनु अब उत्तमको खिचौँ न। उत्तम यहाँ हिरो भइरहेछ। हाम्रो गुड मान्छे कि यो मान्छे गुड मान्छे। ए यता बोक्यो अब बल्ल। हामीले 7 चोटि बोकेपछि बल्ल बोक्यो। हो मेरो चाहिँ सक्यो फाइनल ट्रिप है यो चाहिँ। मेरो चाहिँ फाइनल ट्रिप सकेपछि मेरो सक्यो।